फेरि पनि आए ल साथीभाइहरू दिदीबहिनीहरू। यो भिडियो चाहिँ हिजोको हो ल। ह्यापी न्यू इयर हो। हाई ह्यापी न्यू इयर दे। Happy New Year! सबैलाई ह्यापी न्यू इयर। सबैलाई Happy New Year! अनि यो चाहिँ म हो ल। यो भिडियोमा चाहिँ दिदीबहिनीहरू मात्र भने ल साथीभाइहरू। हिजो चाहिँ नजिकैको जिन्जामा श्राइनमा चाहिँ गएका थियौँ अनि पुरा आगो बाल्ने कार्यक्रम भइरहेको रहेछ। हेर्नुहोस् न दिदीबहिनीहरू, मैले चाहिँ यहाँ बेबी कार्ड ठेल्न पनि सकिरहेको छुइनँ। तर चाहिँ पुरा गिटी नै गिटी रहेछ के दिदीबहिनीहरू। म चाहिँ अहिले पहिला भन्दा हल्का मोटाएको छु ल दिदीबहिनीहरू। पहिलाको लुरी सुहायो कि अहिले मोटी भएको सुहायो कमेन्ट गर्नु होला है। आजको दिनमा चाहिँ पुरा मान्छे नै मान्छे थियो, सो त्यही भएर चाहिँ हामी वान राउन्ड मात्र घुमेर बर्गर हाउसतिर लागे है त। अनि यहाँ चाहिँ जापानिज भेनाले चाहिँ पुरा टेबल पुस्दै हुनुहुन्छ है दिदीबहिनीहरू। अनि हाम्रो नानी चाहिँ साइडमा सुतिरहेको छ ल। हल्का फोटो सेसन पनि गरे है त। चट्ट लाएर हाम्रो खानेकुरा पनि आयो है त। लु हेर्नुहोस् त, बर्गरमा चाहिँ पानी आउनु भएन है दिदीबहिनीहरू। हामी चाहिँ खाना सुरु गरे है त। खुसीको खबर के दिदीबहिनीहरू, मेरो टिकटक आइडी चाहिँ मोनिटाइज भएको रहेछ के। त्यही भएर चाहिँ जागर लगाएर मैले चाहिँ भोइस ओभर गर्दैछु है दिदीबहिनीहरू। यहाँ जापानिज भेनाको चाहिँ पुरा छुट्टै पारा छ के, जहाँ पनि कमेडी नक्करी नहुने के। हामी चाहिँ खाएर अनि स्टार बक्सतिर लाग्यौँ अनि स्टार बक्स पिउँदै चाहिँ हामी चाहिँ फेरि श्राइन तर्फ लाग्यौँ है त दिदीबहिनीहरू। जापानिज भेनाले चाहिँ पुरा मेरो भिडियो चाहिँ खिचिरहिदिनु भएको थियो। मैले पनि खाएँ ल। हामी चाहिँ फेरि जिन्जा आइपुगेका छौँ। बेबी कार गुर्काउन नसकेकोले चाहिँ जापानिज भेनाले चाहिँ बेबी कार सँगसँगै बेबी पनि बोक्दै हुनुहुन्छ है त दिदीबहिनीहरू। नानी चाहिँ पुरा मस्त पाराले सुतिरहेको थियो। नानीलाई चाहिँ उठाएर बोक्दै हुनुहुन्छ है त जापानिज भेना। नानीलाई चाहिँ अझै पनि निन्द्रा लागिरहेको जस्तो फेस बनाइरहेको थियो। अनि हामी चाहिँ ओमीकुजी काट्ने तर्फ लाग्यो है त। बेबीहरूको लागि पनि छुट्टै ओमीकुजी रहेछ, त्यही निकाल्न जाँदै चाहिँ एउटालाई चाहिँ 100 एन पर्ने रहेछ। के परेको रहेछ सँगै हेरौँ है। दाइकिची परेको रहेछ। यो चाहिँ सबभन्दा 1 नम्बरमा चाहिँ राम्रो हो। मलाई पनि राम्रोसँग केही थाहा छैन, सो त्यही भएर जापानिज भेनाले चाहिँ मलाई पनि सिकाउँदै हुनुहुन्छ। अब चाहिँ मेरो पालो ल दिदीबहिनीहरू। ठुलोको लागि पनि एउटालाई चाहिँ 100 एन रहेको रहेछ। मेरो पनि नानीको जस्तै सेम दाइकिची परेको थियो। मेरो यो वर्ष चाहिँ एकदम राम्रोसँग जाने भयो अरे है जापानिज भेनाले भनेको। अब चाहिँ जापानिज भेनाको पालो है त। के पर्यो होला भन्दै आउँदैछ है जापानिज भेना। जापानिज भेनाको चाहिँ चिउकिची परेछ। यो चाहिँ 2nd नम्बरमा राम्रो हो रे। अब चाहिँ हामी घर फर्केको ल दिदी। सबैलाई हाम्रो सानो फ्यामिलीबाट ह्यापी न्यू इयर है। हजुरहरूको ह्यापी न्यू इयर कस्तो गयो कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।